हिँड्ने बाटो र पुगेर हिँडेर बिहानसम्म तारिन्थ्यो कति थुप्रै लाग्यो 2 घन्टामा पुग्छ उताबाट बाइक आउने बाटो नि छ मैले स्कुटर लिएर आएको थिएँ झन्डै मरेँ ए हो र हट कम खतरा छ बाटो चिप्लेर माटै माटो छ त्यो रिसोर्टको पछाडिबाट छ क्या ए शीतलाङ निस्किन्छ त्यहाँबाट स्कुटर लिएर आएको त पछाडि हेर्नु पछाडि अगाडि हेर्ने होइन तल हिँड्दैछन् देखिसौ मान्छेहरू यस्तो अप्ठ्यारो बाटोमा पाथिभरा जाने बाटो पनि यति अप्ठ्यारो छैन कहाँ सिँढी बनाएर होला सिँढी बनाइदिएको छ तर अप्ठ्यारो त योभन्दा धेरै डिस्टेन्स छ नि पाथिभराको डिस्टेन्स त छ तर पनि हिँड्न सिँढी भएर यस्तो सजिलो तान्नु छ हो नि धेरै बित्थै ठुलो फेदी र सानो फेदी छुट्याएर पनि हो सजिलो भएको त्यो रिसोर्ट हो चन्दागिरी 12,000